यदि यहाँहरू कोरी आउने ट्रेकिङमा हुनुहुन्छ भने पोखराबाट नेपाली सेनाको फुलबारी ब्यारेकको नजिक काउखोलाको लागि बस लाग्छ। बसले एकजनाको 30 रुपियाँ भाडा लिन्छ। त्यसपछि यहाँहरूको टिममा 10 जना साथीहरू हुनुभयो भने सिग्लेसको लागि बिहान 7 बजे पहिलो जीप लाग्छ। 10 जनाको टिम मिल्नुभयो भने एकजनाको भाडा 500 रुपियाँ लाग्छ सिग्लेससम्मको लागि र 2 घन्टामा यहाँहरू सिग्लेस आइपुग्नुहुन्छ। र सिग्लेसमा यहाँहरूले भेज खाना 400 रुपियाँमा पाउन सक्नुहुन्छ। र सिग्लेसबाट तपाईँ कोरीको लागि हिँड्नुभयो भने लगभग 4 घन्टामा तासा आइपुग्नुहुन्छ बिस्तारै। अनि तासामा तपाईँहरू बस्नुहोस्, नहिँड्नुहोस्, तासामा आएर बस्नुहोस्। त्यहाँ 1500 प्याकेजमा स्याप मासु भात खान पाउनुहुन्छ। त्यसपछि तासामा 7:30 बजे ब्रेकफास्ट खाइसकेपछि तपाईँहरू सिधै कोरीको लागि प्रस्थान गर्नुहोस्। अनि कोरीको लागि बिचमा तपाईँले चिगा भन्ने ठाउँमा 2 घन्टामा पुग्नुहुन्छ। त्यहाँ खाना खानुहोस्। त्यहाँ खानाको 650 रुपियाँ लिन्छ। सादा खाना हुन्छ। त्यहाँ चाहिँ मासु खोजेर पनि पाइँदैन। त्यसपछि 4 घन्टामा तपाईँहरू कोरी पुग्नुहुन्छ। कोरीको प्याकेज भनेको 2000 हो। 2000 मा यहाँले मासु सहितको खाना, ब्रेकफास्ट र सुतेको ग्रुप अनुसार र कमन बेड पनि पाउनुहुन्छ। सेयरिङ बेडमा चाहिँ तपाईँहरू सुत्न सक्नुहुन्छ। कोही एक्लै, म जस्तै एक्लै आउनु भएको छ भने मैले पनि सेयरिङ बेडमा नि सुतेर कोरीमा मैले 2000 खर्च गरेँ। तासामा मैले 1500 खर्च गरेँ। सिग्लेसमा 400 को खाना खाएँ। जिपको 500 रुपियाँ भाडा र हरिचोकबाट चिप्ले ढुङ्गाको लागि 25 रुपियाँ भाडा दिएँ। त्यसपछि महेन्द्र पुलबाट काउखोलाको लागि 30 रुपियाँ। यति हो खर्च। यो खर्चमा हामीले चाहिँ कोरी यात्रा तय गर्न सक्छौँ पोखराबाट।